नमस्ते सबैजनालाई होप सबैजना सन्चै हुनुहुन्छ होला सर्वप्रथम त गुड मर्निङ होइन इट्स मी सुराजी05 ब्लग आजदेखि ब्लग स्टार्ट गरिरहेको छु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आजको पहिलो ब्लग हो के कसो हुन्छ हेरेर साथ दिनु होला प्रतिक्रिया दिने होला अनि सपोर्ट गरिदिनु होला हजुरलाई किन बुझ्नुहुन्छ म यहाँ टाढोमा आएको थिएँ होइन हात खुट्टुन मुख धुन कलेज जानको लागि रेडी हुनु पऱ्यो नि त अब अनि त्यो भएर आएको थिएँ म ठिक्क पर्छु घर गएर खाना खान्छु ड्रेस लगाउँछु अनि कलेज जाने बेला साथीहरूसँग भेट्छु र फेरि भेट्छु हजुरलाई भर्खर चाहिँ रुममा होइन अनि रुममा लाइट साइड गरेर आज गएको छैन रुममा आएको छु ठिक्क पर्छु फोन यहाँ राख्छु म ठिक्क पर्छु अब यस्तै छैन रुम चाहिँ अब कहाँ कतिलो जस्तो होइन केटाहरूको रुम होइन देखाउँदै चाहिँ हामीलाई लास्ट फोटो छ ड्रेस मेरो सायद यहाँ छ होला होइन म ठिक्क पर्छु अनि खानसान खान्छु अनि कलेज जाने बेला हजुरलाई भेट्छु त्यसपछि भ्लग इन्जोय गर्नुहोस् हजुरले होइन के कस्तो हुन्छ राम्रोसँग प्रतिक्रिया दिनु होला होइन सायद पहिलो भ्लग हो अलिअलि कमी कमजोर त हुन्छ होइन त्यसपछि राम्रो गर्दै जान्छ आखिरमा त्यही सपोर्ट होइन अनि त्यसपछि के भन्नु र त म ठिक्क पर्छु बाई जो अहिले हामी स्कुलको हिरेक महोत्सवको लागि वार्षिक महोत्सवको लागि बाटोमा झन्डा गाड्न जाँदैछौँ अनि केटाहरू यहाँ छन् झन्डा यसको हातमा छ हामी कुर्ती छोपेर आएको छौँ सरहरू गइसक्यो देख्न सक्नुहुन्छ होइन हाम्रो स्कुलमाथि देख्न सक्नुहुन्छ होइन झन्डै फोन खसेन यहाँ चाहिँ गेट टाङ्छन् होइन बाटो
गयो सायद घर जानु बेला एक्लै हुन्छ होला गर्छु ओके पिस सो भर्खर सबै काम भेर हामी यहाँ नास्तान बसिरहेका छौँ हाम्रो रमेश होइन यहाँ छन् केटाहरू सबै यति मात्र तिमीमा चाहिँ काम गर्ने होला यो चाहिँ हाम्रो स्कुलको क्यान्टिनको छत होइन समीर सुशान्त अनि यो भएन यतादेखि यो सन्जोग सकेन सब आफ्नो केटाहरू छन् 11 का मात्र होइन सब बसिरहेको छन् हाम्रो हिरो हो त्यही साइडमा स्कुलको सिन होइन यो चाहिँ हाम्रो मञ्च नै हुँदैछ प्रोग्राम बोल्दै हुन्छ अघिबाट यो चाहिँ हाम्रो भानुमाविको त हामी क्यान्टिनको छतमा हामी केटाहरू सबै छौँ अब एकछिन घर जाने बेला घर जाने बेला भेट्छु म हामी ऊ त देखेर त किन दामी छैन जस ओके अहिले भेट्छौँ होइन अहिले चाहिँ हामीले स्कुलको सबै काम भेर सबजना आफ्नो घरतिर गयो होइन म पनि घरतिर जाँदैछु एक्लै छु होइन एक्लै छु हातमा त्यही अघि लिएको त के खन्नलाई लिएको थिएँ होइन बिहान कलेज आउँदा त भ्लग बनाउन पाएको थिएन आज फर्स्ट टाइम हो नि त अनि मैले भुलेकै होइन बनाउँछु भन्दा थिएँ अनि मैले भुलेँ त्यस्तै भयो अहिले त एक्लै छु होइन एउटा साथी थियो परसम्म जानु त गइसक्यो त गइसक्यो होइन म मात्र छु अहिले घर जानुपर्छ माथि नै छ होइन त्यो गरौँ यो गाइजहरू आजको भ्लगहरू इन्जोय गर्नुभयो होला सायद मैले त्यस्तो पनि भ्लग त गरेको छैन होइन फर्स्ट टाइम हो अनि फेरि त्यही यस्तो काम गर्नु लागेको थिएँ अनि कति बेला भुलिरहेको थिएँ होइन लास्टमा अलिअलि गरेँ त्यही पनि होला त्यो के सुन्नुभयो सायद भोइस त राम्रोसँग आएको छैन होला ब्याकग्राउन्ड साउन्ड मात्र आएको होला होइन पुल छ होइन अनि यतापट्टि चाहिँ एउटा पहिरो गएको थियो कि त्यहाँ पुल बनाउनु लाग्नु थियो यस्तो छ त्यो पुलमा अनि यो छ नि जुन यो पुरै के पुरै हाम्रो स्कुल होइन भानुमा पनि यो अहिले 60 वर्षको पुरा भयो होइन आज त्यसैको लागि झन्डा गाड्न गएको थियो होइन बाटोदेखि रोड बाटो भर्यो होइन हात हेर्न सक्नुहुन्छ हात होइन यस्तो भएको छ यो स्कुल होइन यहाँ तलदेखि एउटा खोलर बजार छ यहाँ मासतिर एउटा मेरो अहिले चाहिँ बजिरहेको छ 6:10 भइरहेको छ होइन टाइम म घर आएँ स्कुलदेखि घर आएँ अनि नास्ता खाएँ नास्ता खाएपछि म कपडा धुन आएको थिएँ होइन कपडा यहाँ छ धुँदैछु अझै रात परिसक्यो अब यो भ्लगलाई यति व्यवस्थित गऱ्यौँ होप सबैजनालाई आजको भ्लग राम्रो लाग्यो होला राम्रै प्रतिक्रिया दिनु होला यदि नराम्रो लाग्यो भने के सुधार्नु पर्ने हुन्छ मैले के सुधार्नु पर्ने हुन्छ भनिदिनु होला आज चाहिँ सबै सुधार्छु होला थ्याङ्क यू सो मच फर वाचिङ किप सपोर्टिङ किप वाचिङ बी सेफ थ्याङ्क्स